बाटोमा युट्युब च्यानल हामी चाहिँ जानु लागि बताऊ त्यति झ्याउमा एकखेर झ्याउमा बसिरहनु त्यहाँदेखि कतिको लिने या त्यो हावामा साउन्ड के साउन्ड गऱ्यो अहिले चाहिँ मजाले गर्थ्यो तर यो फोनले के उसमा चाहिँ घाम चाहिँ अघिबाट परेकोमा चाहिँ ठिकै खिच्दो रहेछ है पछिबाट पऱ्यो भने सेत्ती देखाइदिने कि त्यो त यहाँ बनिसक्यो क्या फेरि पुरै भनिसकेछ नि जस्तो हो यहाँ यो पनि त भत्का हुन्छ यो होइन यो नि भत्का हो सबै टाइट तर जस्ताको मतलब उस त गर्दो रहेछ नि क्या बिजनेस त अझै न्यु चलिरहेकै छ त्यो कति दिने नोटिस दिएको होला यहाँ पनि चलाइरह केही भएरै छ क्या तर त्यो लिन चाहिँ विश्व पुरै जान्छ तर मलाई चाहिँ के लाग्छ भन्दा यो प्रपर प्लान बिना चाहिँ यस्तो राम्रो छ प्रपर प्लान बिना कस्तो होला भनेर बवाल हो नानीहरू के हो फाइनली आउन नपाए हाम्रो चाहिँ काम बनिसकेको छ तर हामी फर्कियौँ आउन नपाए काम बन्यो के अरे मोबाइलै ह्याङ भइदियो कि भिडियो बनाएको फोटो खिच्नु चलो टक्कको चाहिँ जानुपर्छ ब्याक टु रिल बनाउनु पर्छ खोलाबाट यता बाटो छ त्यो पुल छ कि जाऊँ न त्यता यताको बाटो गयो भने यता अघि रिल बनाउने भनेको ठाउँ छुट्छ है अन्त अरू ठाउँमा नि हुन्छ अरू ठाउँमा नि हुन्छ अरूमा ध्यान राम्रो तिम्रो गोजीमा छ कि के चेन त छैन यार के राख्थ्यो र चेन त छैन बट ल राम्ररी ब्रेक हान्न ब्रेक त्यति सानो क्या बाटो नि के छ भाइ हेलो बन्धु उताको बाटो आउनु जस्तो लाग्यो मलाई मतलब काम हुन्छ फर्स्ट के यसो फोन गर्दा फेरि बुवाको काम छ कि उति बाँकी टक्क फोन गर अनि के भन्नुहुन्छ अनि त्यही अनुसार जाम त जताले पनि भन्यो पानी रहेछ त यो सानो पुल म त यो पुलबाट होला भनेको भन्दै यो सानो त पनि राखेको भनेपछि पहिलाको यो साधन ल्याउने टुकटुक सधैँ छिट्छ होला हुन्थ्यो यतातिर त चल्दैन उताबाट नि आइसक्यो यहाँ चाहिँ अलि राम्रो ढिस्काइ पऱ्यो जाममा लगाएर ब्रेकरलाई कलजाले जाने बाटो कता हो थ्याङ्क यू हो उहाँ माथि हो त भनेको नि बाटो त पुरा अफरोड छ त अफरोड पेट्रोलको भाउ 217 पुग्यो नि हामी कहिले होला घट्ने है टक्का नेपाल आउँदाखेरि किन यतै सिना भान्दिनु पर्छ हामी चाहिँ अब स्कुटी राखेर चाहिँ पैदल यात्रा सुरु गरिसक्यौँ
अघि चाहिँ पिच गरेको मतलब ढलान हानेको बाटो छ तर हल्का पपुलरै ठाउँ रहेछ जस्तो छ है। यस्तो हो कि हामी अब पहिले यस्तो खासै धेरै त भयो नि 1 वर्ष जति भयो क्या अलिक पपुलर हुनु थाल्यो कि 1-1.5 वर्ष जति किन भन्दाखेरि हामी पहिलेबाट हेर्नु बसेको हो नि त म त अहिलेसम्म थाहा छैन कि मलाई 1-2 वर्ष भयो पहिला थाहा भएको ऊ यहीँ लेखेको जलजला कल बाइक फाइनली पानी खाने ठाउँमा त आइयो तर पानी चाहिँ आउने याद चाहिँ थाहा छैन। आउँछ कि त्यहाँ चाहिँ के भन्छ मन्दिर जस्तो के हो कुवा कुवा अब बोल्न नि भएन यार गर्मीले कुवाको कुवाका छोरा आइते का छोरा कलुवा छोरा आइते का छोरा मन्दिर सुनार पाण्डव सुन चाँदी पसल पोखरा सुन चाँदी पसलको लास्ट टाइम विज्ञापन सायद म त स्थापना कसले गरेको भनेर लेख्न त लेखाएर त्यही पनि पसिना आएर धुँदाखेरि कति आनन्द आउँछ नि थाहा वर्ल्डकै नम्बर 3मा पर्छ भनेपछि त अब काठमाडौँ हाम्रै देशमा पर्छ भनेपछि यहाँ पोखराको नि त कम छैन होला नि। हामी चाहिँ ब्युटिफुल प्लेसमा आइसकेका छौँ। यस्तो क्या बबाल के यार पुरा एउटै चट्टान जस्तो टक्क पुरा माथिबाट चिप्ले खेल्दै उहाँ तल सानोतिनो हाइकिङ आज नै भयो यार बबाल छ नि यार कौडे खोलेर हिँड्ने जस्तो भयो गर्मी त अति अरू भन्दा नि धार लाग्छ। म चाहिँ गर्मी भएर चाहिँ कपडा सपडा खोलेर यहाँ आएको छु। यता चाहिँ बबाल प्लेस हो क्या यार एउटै ढुङ्गा भएर होला नि पानी अड्डेको है त्यहाँ पनि कति यस्तो साह्रो गर्मी थियो कहाँ अड्डिन्छ त होइन त्यो एउटै स्ट्रक्चर भन्दा कस्तो खतरा भएको कि यत्रो ठुलो ढुङ्गा यस्तो हेर न एउटै ढुङ्गा माथिदेखि तल चाहिँ एउटै ढुङ्गा जस्तो छ जमिनभित्रबाट त कति तल भयो होला झन् त घर बनाएको नि त्यहाँ गर्मी गाइस गर्मी लास्टै अझ गर्मी आउनु त बाँकी नै छ। अझै कति उता अझै छ उतै 3-4 मिनट लगेको छ। त्यो छ त मर्दैन हेर न मा कसम यार त्यत्रो यार गहिरो छँदै छैन हो त्यहाँ त खतरा हान्दियो यो भाइहरूले यस्तो मिठाई के भन्छ के अरे नाम भाइ यसको भाइ यसो देखाउ त भाइहरूले चाहिँ यस्तो दिए थियो के अरे नाम भाइ थाहा छैन त्यो टुप्पो टुप्पो खानु पर्ने रहेछ यसको चाहिँ को आउँदै रहेछ यार के छ भाइ नाम के हो तिम्रो पर्जल के ए मलाई हाने ओइ फक ओइ वहाँ पुगेछ यार मा कता मर्ने हो भन्नुपर्ने यार गहिरो पनि छैन हो तर होइन हान्दो गहिरो लगभग यतिसम्म आउँछ तर हानिसक्यो उहाँबाट
भयो बहुत धेरै भिडियो बनाइदियो ल फेरि लिएर भाग्दै जानु पर्ला हो र फकालिदिनु भन्यो त सो हामी चाहिँ हिँड्नु लाग्यो टक्क मात्र बाई यार हाल्नु पर्यो लेट्स गो म्यान कम अन यस mini vlogger. we just start let's go यो त छुट्टै छैन नि हामी चाहिँ अब निस्किसक्यौँ बाहिरबाट निस्केर ए स्ट्रेस हामीले चाहिँ स्ट्रेस र भएको जति उसलाई चाहिँ हामी फालेर हिँडेका छौँ हाम्रो घरतिर टक्क लाएर अनि हजुर के घाँस काट्न आउनुभयो होला जस हामी चाहिँ अब फेरि त्यही बाटो चाहिँ झर्दियो हो तर तिम्रो अहिले बाटो पनि बब्बाल हुन्छ सिनहरू त स्टोरेज फुल गरिदियो द्याट्स अ प्रब्लम के अन्त हेर्दै आइफोन जस्तो अघि बनाएको भिडियोहरू हेर्दा मात्र आइफोन जस्तो भएर के हाल्नु क्वालिटी चाहिँ पनि त्यो अघि बनाएको भिडियो थियो नि सुरुमा हामीले ट्राई गर्नलाई बनाएको के हो हेर्नु हेर्नु हामी त आउँदा स्टोरेज यो ट्राई गर्न गएको त फाल्यो हो राख्नु पर्यो त्यो दुईवटा चाहिँ नखाला अब दुईवटामा चाहिँ हेरौँ युट्युब फोटोहरू पनि फाल्यो फोटोहरू यो फाल्यो यो भिडियो ऊ त्यो फाल्यो अब त्यो तिमीले हाल्दैनौ के राख्छौ यो स्कुल पनि फाल्यो त्यो मेरो फोटो पनि फाल्यो यहाँ मासु पनि त्यो फोटोहरू कता खाइन हो र तिमीले मलाई ऊ त्यो पनि फालेन ऊ त्यो फोटोहरू ऊ हेऱ्यो मेरो फाल्यो नि त्यो गतिले खाइन के यी सबै यो फाल्यो मैले हेरेको गतिले नै लगाएको छैन मलाई यो नि फाल्यो सक्यो भिडियो पनि छ ऊ त्यो नि फाल्यो 1 सेकेन्डको जम्मा फोटो खिच्यो अन्त भिडियो अब सो हामी चाहिँ अब चाहिँ आइफोनबाट भिडियो बनाउनको लागि चाहिँ स्पेस चाहिँ क्लियर गर्दैछौँ ओके कति एमबीको भयो हुन्छ रिसेन्टबाट पनि हालेको पनि रिसेन्टबाट हालेको भने कति स्पेस खालि अब चाहिँ हामीले चाहिँ आइफोनबाट चाहिँ भिडियो बनाउँछु जस्तो स्मुथ पनि आउँछ जस्ट आई लभ दिस जस्तो आइफोनबाट बनाउनु खै 4 GB छ क्या अब सो हामीले फर्किसकेको छौँ र ए औसेली खाने हो औसेली लगाएर आउ खाम औसेली चिन्छौ यो औसेलीहरू गुलियो हुन्छ नि किन नि खतरा औसेली हो यार हेर नि एकै ठाउँ अघि त्यो बच्चा केटाकेटीले लगाएको थियो नि त्यो आन्टीहरु यहीँको औसली छोडेर माथि औसली खान गएको भन्दै वहाँ माथि औसली फेरि यस्तो हो नि सोल्टी के अरे हल्का पानी उस भट्टा अलि गुलियो हुन्छ नि मिठो हुन्छ एउटा कुरो त बबाल छ भिटामिन बढाउनु परेन भिटामिन दिन्छ कि के दिन्छ पनि अझ
खतरा हो अक्कै। ओ यस्तो बबाल छ त। किन हो तिमीलाई यस्तो टेस्ट नखानु मन लाग्यो? लौ टेस्ट गर। धन्यवाद। वेलकम वेलकम। जान मन लाग्यो नि। यता जान्छ नि। ताकै भित्र यहाँ दाउबाट सिस्टम सिस्टम सो अघि भाइहरूले दिएको फल चाहिँ यही हो। यहाँ फलिरहे हेर्नु पर्ने यार पाक्ने क्यारे भनेर। हेर न ओइ रहेछ त यार। खाने यस्तो मिठो गर्नुमा होइन टिप्नु पऱ्यो। यहाँनिर चाहिँ एउटा त तर त्यो चाहिँ पाके यार सोल्टी यार। तर भर्खरै चिनेको फल हो त्यही पनि हामी टिप्दिउँ न। आमा डह्रो हो बे। आऊ आउले यहाँ आऊ न आऊ टिपौँ के टिपौँ न आऊ न आऊ। खानी हो ओके। लो होला टिप्न त हट्यो। दुईटा हात गरौँ भने उता धकाल न त्यसलाई हो त्यता उता धकाल त छोरा मुला लास्टको पुगे ढङ्ग मरु पक्का परू। ल ल ल ढङ्ग देखाउ ल जा फेरि तल गइएला र तनावै होला है अरू भन्दा नि मिल्दैन जाने। मलाई त ढङ्ग छैन भने त्यो तिमी अरे डरियो कि तर यो पाकेपछि यसको यो माथिको काँडा झर्दो रहेछ क्या हो कि नपाकेको होला। कोपी यार काँडाले नि यार मिठो पाकेपछि पाक्ने त एक साइड पाके होइन एक साइड मात्र पाक्यो। काँचो भएर छोडिदियो भने टिप्न नसकेर भन्दा पनि काँचो भएर छोडिदियो। ल छोडियो। सो हामी चाहिँ पुगिसक्यौँ स्कुटी भएको थियौँ र यहाँ चाहिँ अर्को मान्छेलेहरू पनि राखेर चाहिँ अब चाहिँ टक्क छिगो अनि हामी लाग्नुपर्ने हुन्छ गन्तव्यतिर। कहाँ छ कुन टपमा